सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी पोखरामा छौँ होइन। केटाहरूको फाइनल्ली ड्रिम पुरा भएको छ पोखरा आउने। अनि अहिले चाहिँ रुममा छन् केटाहरू, रेडी हुँदैछन् पोखरा घुम्नको लागि। अनि हामी चाहिँ रेडी भएर निस्किन लागेको अब पोखराको फेवाताल घुम्नलाई। अब निस्किौँ न त केटाहरू, कस्तो भइरहेछ पोखरा टुर? कडा भइरहेछ नि। ल जाउँ ल, छोटो इनलाइन डेढ सौल आइपुग्यो पोखरामा। गीतहरू झर्ना के ठुलै छ क्या? डेभिड भाइ खसारे नि त बिहान पहिला त्यही भएर सुनामी उठाइदिएको डेढ सल। जम कत्रो गइरहेछ माथि जाउँ न। ल खतरा बढी होला अनिलको कडा। सही सही हो। गुफा छैन गुप्तेश्वर गुफा। गुफाभित्र चाहिँ के बस्छ हेरौँ। धेरै ठुलो छ कि गुफाभित्र? धेरै ठुलो छ र? यहाँ पर डेन्जर रहेछ त यार गुफा त। अनि केटाहरू पोखराको लेक साइड हेर्नलाई घुमिरहेछन्। लेक साइड जानको लागि सिधै गुफा चढ्नको लागि हिँडिरहेको छ केटाहरू चाहिँ अहिले टोलीहरू चढ्ने भनेर तम्सिरहेको छ केटाहरू। छैन ल, हाम्रो अहिले केटाहरू चाहिँ यहाँ डुङ्गामा चढिसकेको छ। लाइफ ज्याकेट लाउँदैछन्। यसो अगाडिबाट ज्याकेट लाउँछ केटाहरू। लाइफ ज्याकेट लाउनु आएन क्या? यसो कुदाउनु पाइन्छ होला नि डुङ्गा हामीले पनि। ल अनिल समात एकचोटि ल, ल न एकचोटि समात न। अनि मलाई त गराउँला एकचोटि। कस्तो हल्ल्यायो ए बुढी क्या ढुङ्गा? ल केटा लाइफ ज्याकेट लाउँदैछन्। म यहाँ बस्नु फेरि बस्नु लाग्यो। म यहाँबाट सर र भिडियो तिमीहरूको। अब चाहिँ हाम्रो सुरु भयो जस्तै। ए ए ए हजुर ल ल ल ल गयो गाइस, हामी चाहिँ त्यो चस्मा लिएर ल। ओहो ए नलडाइ ल, खै त्यो चस्मा लिएन। चाल्न त आउँछ नि। खै अनि लिनु त्यो चस्मा भने त्यही राख्छ फेरि। म ज्याकेट खोल्छु यार भाइ। खोल खोल। पौडी नि खेल्न नआउने भयो माथि जानुपर्छ।
ल अहिले चाहिँ हामी फर्स्ट टाइम पोखरामा डुङ्गा चढ्दैछौँ होइन के लाइभ बस्न लाग्यो होइन पहिल्यै हो मन्दिर फेरि यताबाट आउँछ घुमेर हुन्छ हुन्छ ल पोखराको ताल चाहिँ यही नै हो केटाहरू जर किन चक्कु ए चक्कु होइन नि त त्यो चक्कु भन्छ चक्कु भन्दैन यसलाई बहना भन्छ है बहना भाइ यता सर्नु म लगाइज यता सर्नु भाइ यता सर्नु बिस्तारै बिस्तारै राम्रो होस् भनेर हो कि ए भाइ नि बाटोमा चढायो क्या डुङ्गा पालो यता नगोल्टिनु न भित्रतिर बाहिरतिर गोल्टिनु ए भाइ त उता कोल्ड ए अझै उता जान अझै जान अझै चाहिँ कहाँ जानु अब लेभलमा मिल्छ त्यही भएर त सिङ्गल फोटो खिच्नु भनेको नि सो गाइस अहिले चाहिँ हामी तालबारे मन्दिरको बिचमा ज्याकेट खुलेर हिँडिरहेको छ। अब चाहिँ हामी मन्दिरको एक राउन्ड हानेर चाहिँ अनि निस्किन्छौँ पानीलाई साइडमा राख्नु यस्तो पट्टीमा राख्नु एकैचोटि नआउनु त कस्तो हल्लिँदो रहेछ है आइरहेछन् ल केटाहरू डुङ्गा चढेर अहिलेसम्म यहाँ बिचमा चाहिँ आयो एक राउन्ड सर हानेर आउनु त होला नि होइन वेस्ट नआउने एक सर एक राउन्ड मात्र हानौँ न ल जाउँ यताबाट अनि त्यही त एक राउन्ड मात्र हान्ने हो कि यहाँनिर एकचोटि सर एक राउन्ड लगाऊँ किन घुम्यो भने यही त हो नि होइन चलाउनु दिन्छ होला नि ढुङ्गा अब माछा हेर्ने ठाउँ रे आमा ट्राउट हो क्या माछा त त्यही भएन यो खाने माछा हो कि के रहेछ अहिले चाहिँ हामी फेरि यता बोट चढेर आइसक्यौँ लेक साइडतिर अब कहाँ कहाँ घुम्यो थाहा छैन होइन हाम्रो दाजुले कहाँ कहाँ घुमाउनुहुन्छ पोखराको ताल फेवा तालमा हुन्छ ल ल यता आइदिनु ल हुन्छ अब को आउने यता सबैको पालो ज्याकेट ए ए कस्तो हल्ले त्यहाँ बस्नु त्यो दुई चारचोटि यसो चाल्न पाइँदैन त्यसले अङ्कल त्यसले त्यसो दुई चारचोटि चाल्न मिल्दैन अहिले तिमीलाई के यता आउने म ए हुन्छ हुन्छ ल ल पर्यो परिहाल्नु ल अनि कस्तो फिल भइरहेछ अनिललाई यस्तो रमाइलो भइरहेको केटाहरूले अहिले लाइफको बेस्ट इन्जोय लिइरहेछ होइन सबैभन्दा डेन्जर ल ल तपाईँको नि युट्युबमा आउँछ है ल त भाइरल अब तपाईँ भाइरल भाइरल हाम्रो छोटो नि भाइरल हो ल कसरी कडा दिइरहेछ ल खोइ त कटिङ हान्न आएन त त्यो कता पुग्यो डुङ्गा त फास्ट गइरहेछ त ल पोखरामा आएर डुङ्गा चढायो गाइस डह्रो मजा आउँदो रहेछ यो डुङ्गा यसरी नै हो चलाउने खास बल्छी हानिरह होला नि त होइन ए खैरीहरूले यो यसरी नै हो खास यसको ब्यालेन्स मिल्दैन भने यता पल्टिँदैन त्यो यता 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 यता
ब्यालेन्स मिलेन भने पल्टिदैन पल्टिन्छ त्यहाँबाट त त्यस्तो होइन अनि त्यहाँ त लाइफ ज्याकेट लगाएको नि छैन त अनि अब यिनीहरू लाउने पौडी खेल्न जान्ने खैरीहरूलाई चाहिँ जे गर्दा नि हो नि यिनीहरू जाने गर्छ न नि तपाईँ आफ्नो रिक्समा त होइन साइन गर्ने आउने त अनि यो डुङ्गाको चाहिँ कति पर्छ बा 12 लाख कस्तो महँगो अनि के छ र यसमा दर्ता सर्ता गर्दा यताउता गर्दाखेरि पर्न हाम्रो केटाहरूले त अस्ति 12,000 को अनुमान गरे थियो 10-12,000 को बनाउँदा चाहिँ त्यही 12,000 हो जाने आउँदैन यो काठै त्यस्तो हो र डुङ्गाको सालको काठ ए नडुब्ने खालको पानीले धेरै नखाने खालको होला कस्तो महँगो है त्यही हो लास्टै महँगो सोचे आउँदा नि महँगो रहेछ 12 लाख अरे अनि एउटा स्कर्पियो आउँदो रहेछ अनि कता यता ल चलाउ ल क्यामेरा ब्याक गरेर अहिले चाहिँ हामी डुङ्गा चढेर पनि यता शिवजी भएकोपट्टि कुङ्दीकोट आइपुग्यौँ बाहिरबाट घुम्नु टिकट नि हाल्दैन टिकट लाग्छ अरे यहाँ हामी चाहिँ फाइनल्ली शिव भएको ठाउँमा आइपुग्यौँ अहिले चाहिँ गेटै खतरा छ के हो स्क्यान फेरि के हो है मान्छे नै कडा हुँदो रहेछ नि यहाँ त खतरा छ नि भ्यू त माछा जुत्ता फुकाल्नु पर्ने रहेछ त यहाँबाट फेरि लेक साइडको भ्यू पनि खतरा देख्छ ल पोखरा बजार तलको चाहिँ हाम्रो अनिल पनि जस घुमिरहेछ पोखरा के भन्नुपर्छ अनिल भन्न भन् 2 शब्द ल थकित ल ठिक छ ल शिवजीको डमहरू चाहिँ यतापट्टि रहेछ पछाडि लेक लाइट खतरा हुँदो रहेछ यहाँलाई अहिले चाहिँ हामी यता शिवको ठाउँपट्टि घुमेर पनि अहिले चाहिँ यता कुन ताल रे अनिल यो अनिल कुन ताल रे यो ल भाइ उठाऊ यता अनिल कुन ताल भने यो यो बेगनास लेक कुते बेगनास लेकपट्टि आइपुगेको रहेछौँ अहिले चाहिँ यो चाहिँ पोखराको अर्को लेक साइड रहेछ अनि यहाँ दुईटा भाइहरू चाहिँ कडा ऱ्यापरहरू पनि रहेछ के यता भाइहरू अगाडि आएर हान्नु पऱ्यो ल ऱ्याप कडा यहाँ अगाडि बसेर कति मिनटको हो ऱ्याप कति मिनटको ल ल स्टार्ट ल पहिलो आफ्नो परिचय के हो परिचय के हो नाम के हो अनि अर्को भाइको नेपाली ल एकै आदर्श नेपाली होइन र बिट बक्सर को हो म हो तिमी हो अनि यो भाइको ऱ्याप हो तिमी चाहिँ ऱ्याप मात्र हो ल के ऱ्याप छ सुनाउ न त ल अलि नजिकै अलि नजिक अलि माथि आउँदा अलि सुनिँदैन केही पनि ल अलि ठुलो स्वरले है अलि लाउड है अलि लाउडली ल I'm but a dead set, सबैजना फटा हामीसँग बर्तन अब क्लास फेरि कटा यो त तल्सका मचाउँछ मगल आसामा ठुल्सका बोकिरहेछ हामीले थर जिल्सामा तरतरी क्याप 8 वर्षको मैले जसताले ऱ्याप हामीलाई लाग्दैन कसैको भोट जात हाम्रो मगर हो नराम्रो थर फुल राम्रो लाग्छ हामीलाई काडा भयो नि सत्कारो लाग्छ हामीलाई टाढा भयो नि ऱ्याप राम्रो लाग्छ हामीलाई छाडा भयो नि ए आदर्श मेरो नाम अनि ऱ्याप गर्ने काम वरिपरि नानीहरू देख्छु जहिले दामी जात हाम्रो मगर हो सानो पनि छैन कसैले पसाइमा पस्नेवाला होइन पुरानो सुकुर हामीसँग हारेर बनाइन्छ कुकुर बढी बोल्न नक्सलाई काटिन्छ डुकुर बढी बोल्न नक्सलाई काटिन्छ डुकुर आजकलको नेताहरू एकदमै बोका खोलमुली ठोका अनि चाहिँ ड्याङ ड्याङ अहिले चाहिँ ज्याक गाउँदै ऱ्याप ए मान्छेको मासु त खाँदिन म तरकारी म
मसँग बोल नबोल पाए भन्दैमा जे पनि बोल्दिरे हङकङ र लन्डनमा दिन जान्छ चप्पल चाहे पनि लाउँछु मलाई 5 लाखको चप्पल भिटेनकोलाई कपी हाल्दैछ भाइले त्यो त काठमाडौँ चिन्ता नगर त हे साथी सफा राखेर ढाड बाँच्छु आजको मिस मलाई हजुर मन पर्यो जाप्छु तर आली बढ्छ चढी म जे भए पनि हजुर त फेसमा क्या सेक्स हो यो ड्रेसमा जानी हो कि मसँग घुम्नलाई एकदम पाइन्छ पाइन्छ त्यहाँ चुर्नलाई तर जति नि पाइन्छ त्यहाँ चुर्नलाई कट्टा हान यो फुचेलाई कट्टा छैन खट्टा हान यति हो र इन्डिङै भएन नि इन्डिङ अलिक राम्रो दिनु पर्यो नि त होइन ल खतरा हान्यो ल भाइहरूले ल क्या भन्दै ए तँ नि फर्काए तँलाई बच्चाले डिस हान्दैछ कि अनि ल तेरो नि एउटा फर्काइदियो नि त ल ल ल हान ल यो ऱ्यापर मलाई त आउँदैन भाइ मलाई त आउँदैन मलाई आउँदैन भाइ यार यो खतरा हो क्या यो सबसे काठमाडौँको यो टपमा चलिरहेछ अहिले भिटेन्समा चिया खान्छ जहिले भिटेनसँग चिया खान्थ्यो खै आजकल अहिले चुरोट पनि दिँदैन अरे भाइले भिटेनहरूलाई चिने खा ल हाम्रो चाहिँ केटाहरूको ट्रायल हुँदैछ अनिलले त कटाउँछ छोटेले कटाउन सक्दैन अनिले त हाल्छ है अब यहाँबाट निस्क्यो है घुमेर ए फेल भयो भाइ ए ठुलो कुरा गर्थ्यो अझ ट्रायल भनेको यही हो आमा ए सक्दैन पछाडि फेल भयो ल गफ मात्र हान्ने त्यो अब उ त गर्छ एभेन्जर गर्छ अब एभेन्जर गर्छ अब तैँले ल अब एभेन्जरमा अब ए आधी बिचको एडबाट ल अब यसको